गाइस वेलकम बैक टु माई युट्युब च्यानल होइन। अनि आज भने चाहिँ 10 साढे 10 हुन आँटेको छ। अनि अघि हामी चाहिँ खाना पनि खाइसक्यो होइन। अनि बहिनीको पनि आज इक्जाम छ नि त आजदेखि चाहिँ। अनि चाहिँ इक्जाम चाहिँ साढे 10देखि रहेछ। अनि बहिनी चाहिँ साढे 9मा गयो। अनि आपा पनि काममा जानुभयो। अनि म पनि आज काममा जाने होइन। आज चाहिँ दिन चाहिँ यस्तो भएर चाहिँ यता धुम्मिला छ, यता घाम लागिरहेछ, शीतल पनि भइरहेछ। आरू चाहिँ अलिकति एक दुईवटा थियो, एक दुईवटा चाहिँ त्यो पनि चराले खाएर यस्तो बनाएछ। यो छ मौरी पनि रहेछ। यहाँ भने चाहिँ मजाले फुल फुलिरहेछ होइन। यसरी फुलिरहेछ। अब भने चाहिँ साढे 10 पनि भइसक्यो नि त। अब चाहिँ अब भने म काममा जान्छु। अनि भरे आएर भ्लग चाहिँ कन्टिन्यू गर्छु। अनि अहिले भने चाहिँ म कामबाट पनि आएँ होइन। अनि आज चाहिँ बजे 6 बज्यो। आज चाहिँ टक्कै 6 बज्यो। तर उज्यालो हुन्छ 6 बजी चाहिँ अहिले पनि होइन। अनि अब भने चाहिँ खाना पकाउनु जानुपर्छ। अनि अब भने चाहिँ म खाना बनाउँछु होइन। यहाँ भन्ने चाहिँ छ फर्सी होइन। यो फर्सी चाहिँ आज पकाउनु र नि त मैले। अनि यहाँ चाहिँ हिजोको अलिकति मासु थियो नि त, अन्त त्यो पनि मिसाउने। अहिले भने चाहिँ म खाना पकाउँदै थिएँ। तर मलाई चाहिँ बहिनीले बोलायो नि त, किनभने बहिनी चाहिँ ट्युसन पढ्दैछ नि त। अनि इक्जाम पनि थियो अनि अलिक ढिलो भएछ। अनि चाहिँ मलाई लिन आउनु अरे, सुकबारीसम्म नै आउनु अरे। अनि त्यही कारण चाहिँ खाना चाहिँ आमाले पकाउने भयो। अनि म चाहिँ सुकबारी जाँदा म चाहिँ घरबाट पनि हिँडिसकेको छु। अनि अहिले चाहिँ हामी फर्किँदैछ होइन। अनि यिनीहरू चाहिँ पढाइ भेटिएको होइन त। अनि अहिले चाहिँ हामी घर पनि आइपुग्छौँ होइन। अनि हामी रेडी भयो। अनि अहिले भने चाहिँ हामीले खाना पनि खाइसक्यो होइन। अन्त बहिनी पनि पढ्नु गयो। अनि गयो होइन। अनि अर्को छ मेरो पारा धुनु। भने चाहिँ मैले भात पनि दिइसकेँ। अनि सफा पनि गरिसकेँ होइन। अनि हामी चाहिँ साढे 8 गयो नि त। अनि आज चाहिँ पुरा कामले गर्दा होला। अनि राति सिन्जी पनि जानुको कारणले पुरा थाक्यो नि त। अनि चाहिँ आजको ब्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो होइन। लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला। अनि कमेन्ट पनि गर्न नभुल्नुहोस् होला। थ्याङ्क यू, बाई बाई।